Hello friends, this is my first vlog. आज चाहिँ म हेटौडा गइरहेको छु. So let me show you some views. दक्षिणकाली मन्दिर हुँदै हेटौडा जाने बाटो छ. दक्षिणकाली हुँदै हेटौडा हुन मात्रै हो. तर हामी चाहिँ राइटतिर काखेलको बाटो जान्छ. हामी राइटतिर फाटनको बाटो जान्छौँ. पाखेलको बाटो जान्छ. पाखेलको बाटो. Nursery, like farming. नलिएको केसको सानो सानो रहेछ. राम्रो छैन, बिग्रिन्छ भनेर लिएन मैले. लैन फ्रेन्ड्स, हामीहरू फाइनली पुले खाने ड्याम आइपुग्यो. पानी नै छैन. पानी हो त. यो पुले खाने ड्याम हो. यसलाई इन्डो सर्भर पनि भनेर भन्छ. यसलाई इन्डो सर्भर पनि भन्छ. अनि यो चाहिँ लगभग 7 किलोमिटरको छ. यो 7 किलोमिटरको हो. माई गड. नदीर नि साह्रै फास्ट भयो कि यसरी यत्तिकै सबजना यो घर जाने होइन. ल चल. कसले नानीले भमिट गरेको छैन. तिमीले पनि भमिट गरेको हो र. अनि के आयो तिम्रो हातमा? केले लागेको? केले लागेको हो? अन्त खाइ हेर कस्तो रहेछ. के खाने रे? आइपुगिसकेको छौँ. अब फेरि बजारमा छिरिन्छ यहाँबाट. फेरि भयो लाइन भइरह.
नदी नदी त्यो हो अझै बजार छिरिसक्यो थकित भएर अब भ्लग बनाउनै नसक्ने रे पुरै थाकेर होइन निन्द्रा लागेर होइन हेटौँडा नि पुग्न सकेको छैन अझै अब 5-7 मिनटमा पुग्छ कहाँ आइपुग्यो हामी खोला यो त्रिखण्डी भन्छ यो ठाउँलाई चाहिँ यहाँ चाहिँ एकादशीमा ठुलो मेला लाग्छ यहाँ अगाडिपट्टि एउटा सानो झरना पनि छ भइरहेछ अब चाहिँ यहाँबाट जाम भइसक्यो घर आइसकेको छौँ हाम्रो हेटौँडा मतलब घर भन्नु मिल्दैन मेरै घर होइन बाबा मामु त्यही मलाई घर लाग्छ हेटौँडा यहीँबाट चढ्छौँ हामी आइसक्यो अब 2 मिनट पनि लाग्दैन माथि बनाउने अब घर आइपुग्यो हाम्रो आरो ड्रेसेस आरो Hello, how are you? I'm fine. Okay, she's my sister, Aradhya.